जनताको मन जित्यो अन्तरिम सरकारले। गत वर्ष ओली सरकारले वास्ता नगर्दा सयौंले ज्यान गुमाए, तर यस वर्ष जनताले देशमा सरकार भएको प्रत्यक्ष अनुभूति गरे। गत वर्षको असोजमा देशमा कांग्रेस एमाले नेतृत्वको सरकार थियो। केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री थिए। मौसमविदहरूले असोज 11 र 12 गते भारी बेमौसमी वर्षा हुने र सावधान अपनाउन भन्दै पटक पटक ताकेता गरेका थिए, तर ओली सरकारले केही वास्ता नगर्दा 100 जनाभन्दा बढीको ज्यान गयो। बाढी पहिरोले ठूलो जनधनको क्षति गरेपछि ओली र रमेश लेखकले भनेका थिए यति ठूलो वर्षा हुन्छ भनेर अनुमान नै गरिएन। तत्कालीन गृहमन्त्री रमेश लेखकको त्यसबेला राजीनामा समेत मागिएको थियो। गत वर्षको झैं यस वर्षको असोज 17 गतेदेखि 20 गतेसम्म भारी वर्षा हुने भन्दै मौसम विज्ञहरूले ताकेता गरे। अहिलेको सरकारले भने निकै सक्रियता देखायो। सर्वसाधारणलाई सजग गराएर सबैभन्दा बढी प्रभावकारी कदम चालेको छ अन्तरिम सरकारले। गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ फिल्डमै खटिए। लामो दूरीका सवारी साधन, आन्तरिक हवाई उडान बन्द गरिए। अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आम नागरिकलाई निर्देशन र देशमा सार्वजनिक बिदा नै दिइयो। सुरक्षा निकायलाई 24 घण्टा खटिन निर्देशन, ट्राफिक प्रहरीले माइकिङ गरेर ठाउँ ठाउँमा गाडी होल्डमा राख्यो। तर प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरे। त्यति मात्रै नभएर सरकारले तराई क्षेत्रमा अन्न बाली सुरक्षाका लागि समेत पाकेको बाली नकाट्न र काटेको भए तत्काल उठाएर सुरक्षित गर्न आग्रह गर्दै सूचना प्रवाह गरेको थियो। सरकारको प्रभावकारी कदमले ठूलो जनधनको क्षति हुनबाट देश जोगिएको छ भने आम नागरिकले देशमा सरकार भएको अनुभूति गरेका छन्। सरकारको यस प्रभावकारी कामलाई तपाईहरू के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।